सकिगयो नि। ए मेरो एदुमे, ए मेरो दाहिने हात, ए मेरो लिट्टे, ए मेरो बोको हराम, कता हो त? ए मेरो दाहिने हात कता हो के? यता यता सिधै बाख्राको खोरमा आउनु न। ए मेरो दाहिने हात, ए मेरो लिट्टे, यो बोकाको खोरमा के गरेर बसिरहेको? यो बुकको आराम अब एकदमसँगले बोको बाँध्ने खोरमा छिरो नि त। अनि बोकाको खोरमा छिर्नु पर्ने कारण चाहिँ? अब अलिअलि मात्रै होइन, पुरै दुङदुङती गनाउन थालिसकेपछि खोरमै त छिर्ने हो नि। अहिलेसम्म आफ्नो बिहे भएन। ए यो कुरामा पो तनाव लिएर छ्यासम बोकाको खोर छिर्यो हेर्दै। लु न कक्रोचजी, अब मलाई बोकाकै खोरमा राख्ने कि खोरबाट बाहिर निकाल्ने तपाईँकै हातमा छ है। लु त मेरो बिहे गराइदिनु पर्यो। अब जर्किन सहित खोरमा छिरेको बोकाको बिहे त मैले गराउनै पर्यो। आज तसँग छ्यास जमाउनु त भनेर आएको थिएँ, अब कुरो उल्टी गयो नि। यसो गरौँ त, हिँड्न त्यहाँ मेरो घरमा जाउँ त एकछिन। ए मेरा बाबु, ए मेरा जन्मदाता, ए मेरा राता आँखे, ए मेरा कान भुत्ले, ए मेरा ओडार नाके, बाबा ठाकुर लु न छ्यास बिहे गरिदिनु पर्यो। घरमा स्वास्नी हुँदाहुँदै तेरो फेरि बिहे गर्नु पर्यो? मेरो बिहे होइन क्या बाउ। ए यो मेरो साथी गुरिल्लाले बिहे गर्ने इच्छा प्रकट गरो। मेरो कुरो त्यही हो। अब एकदमसँगले मेरो बिहे गर्नु पर्यो क्या बडाउ। ए सुरु, उता तिम्रो माथितिर केटीहरू छैन? यस्ता जर्किन बोकेर रक्सी मात्र धोक्नलाई केटी खोज्देर मलाई आफ्नो इज्जत फाल्नु छैन। के रे मेरो साथीको बारेमा मलाई थाहा हुन्छ कि तँ चिबेलाई थाहा हुन्छ? एक्कासी झर्किन्छस्? जनशान्तिपूर्ण हिसाबले जर्किन बिसाएर बुढीको ब्याग बोकेर हिँड्छु भनेर भनिरहेको छ उसले। तँ बर्ता जान्ने हुन्छस् चिबे? तिमीहरू कहाँ केटी खोज्ने, कसलाई बिहे गर्ने, आफै खोज्नु। ए बुहारी भइगयो नझर्क। यदुमे अब कतै केटी खोज्न जानु पर्दैन त। त्यहाँ पारी ढुङ्गाना बाबाले चाहिँ राम्रो केटो पाएदेखि म छोरी दिन्थेँ, बिहे गर्नु छ भन्थे, म तँलाई त्यतै लिएर जान्छु नि त। लु जाउँ। तर यदुमे एउटा कुरो चाहिँ के हो भने तँ सुध्रिनु चाहिँ पर्छ है। ल ए है लु नमस्ते है ढुङ्गाना बा। यो चाहिँ मेरो छोरोको साथी। अब केटो असल पनि छ, इमान्दार पनि छ, अनि हजुरकी छोरीको हात माग्न भनेर यसलाई लिएर आयो। हजुर एउटा छोराले टुङ्गो लाग्ने, छोरालाई सोध्नुपर्छ। सुमन बाहिर आऊ त। बसौँ न। नमस्कार हजुर। यो बाबुलाई लिएर हजुरकी बहिनीको हात माग्न भनेर आएको। अब बुवासँग कुरा गरेको, बुवाले चाहिँ सबै कुरो मेरो छोरोले टुङ्गो लाउँछ भन्नुभयो। लु न हजुर, अब कुरो के हो? अनि जाँड रक्सी खैनी चुरोटको लतमा लाग्नु भएको छैन? जाँड रक्सीको स्वाद चाहिँ कस्तो हुन्छ होला? कोही खाने मान्छेहरूले चाहिँ अलि टर्रो टर्रो हुन्छ भन्छन्। बरु तपाईँ नै भनिदिनु न कस्तो हुन्छ जाँड रक्सीको स्वाद? अनि मलाई चाहिँ के थाहा त, म पनि खाने भए पो मलाई थाहा हुन्छ त। ल कुरा मिल्यो नि। ल जाँड रक्सी चुरोट खैनी केही पनि नखाने भलाद्मी केटो ल्याइदिएको छु, बहिनी दिए हुन्छ। ए ल ठिक छ। त्यसो भए केटाले केटी पनि हेर्नु पर्ला, केटीले केटा पनि हेर्नु पर्ला। ए बहिनी बाहिर आऊ त। अनि बा कति वर्ष पुग्नु भयो? 65 पुगेँ। ए 65।
मन पर्यो है मलाई चाहिँ। तँलाई मन पर्यो त? ए है लु कुरो मिल्यो नि। ल अब यसको बाउ कोइला खातिर गएको छ, बाउ छैन। अब सबै कुरो मैले गरिदिने हो। भोलि बिहानै जन्ती लिएर आउँछु। ल भोलि नै जन्ती लिएर आउने हो भने बिहे चाहिँ छोटो मिठो गर्नुपर्छ, तयारी गर्ने भ्याइँदैन। ए भइहाल्छ नि। हेर्दा हेर्दैमा एकदमसँगले बेहुलो पनि हुने भयो नि त। म तपाईँको फ्यामिलीले मलाई यति ठुलो गुण लागेको छ, त्यो गुण म कहिल्यै पनि बिर्सिन सक्दिनँ। बिर्सिस्तै भने फेरि गइस् नि। बिर्सिन सक्दिनँ। अब तेरो बाउ कता लाग्यो पुग्न पुछारको छ क्या तेरो बाउ चाहिँ। तर मेरो बाउले तँलाई हेरविचार गरेका छन् नि त। गरेका छन् नि। आज केटी खोजे नि त मेरो बाउले। खोजेनन्? खोजे नि त। राता आँखे ठिक छ नि मान्छे। मेरो बाउ कक्रोचजी भोलि बिहानै बेहुलो भएर जानु छ। अब अरू चाहिँ नखाउँ होला है, आजलाई उठौँ। यो तेरो पहिलो बिहे हो कि होइन? हो। तेरो चौथो बिहे हो त? होइन नि। अनि यो ऐतिहासिक घडीमा बाबा ठाकुर उठ्ने कुरो नगर्न मेरो दाहिने हात। हेलो साहुजी, अर्को एक बोतल ल्याइहालौँ है। लु जमाउ न आज क्या, जमाउ न प्लिज। कक्रोचजीसँग जमिन्छ क्या आज? हाल त यहाँ रेडी गरे। अर्को पनि रेडी गरे। जमाउ न आज। लु जमु। अब त उठ्नै सकेला जस्तो पो छैन कक्रोचजी। लु न, म भोलि बिहानको बेहुलो हुँ, यति कुरा चाहिँ मनन गरिदिनुहोस् क्या है। ल मनन गरे ल। भोलिको बेहुलो त म कहीँ हो भनेको क्या, म हो त। तपाईँलाई चाहिँ अलिकति डोज नपुगेको हो कि जस्तो लाग्छ क्या मलाई। झल्नु पो रहेछ त। कहाँ हिँडेछ? कहाँ हिँड्नु? फुर्के जानु पर्यो भनेर हिँडेको। त्यसो भए अब फुर्के गएर खानु। फुर्के त नजाउँ होला कि? फुर्के जाउँ न एकछिन। फुर्के ल बस्नु, फुर्के जाउँ। कक्रोचजीले भन्नुभयो फुर्के है। फुर्के गएर खाने क्या हो। फुर्के लिएर हिँड्छ न।
कता आइयो कता छु म त्यति त भनिदिनु पर्यो नि कक्रोचजीले मलाई म खसे कि कहाँ केटा झर फुर्के आइसक्यो हामी आइपुग्यो त एदुम सर झरौँ है एदुम खोइ त मेरो गुरुले कान्छी भोलि त लक्ष्मीले त स्वर्ग दियो नि भाइ तेरो पालो कहिले हो कुनी मेरो पानी आउँछ भन न कसर बटारी सक्यो हो सक्यो दाल तरकारी चट्ट बनाउनु पर्छ पानी पाइन्छ खरो हो क्या मलाई लुन कसैले पानी दियो भएको केही होइन रक्सी धेर एकदमसँगले 4 पाउ टेकेर बोल्न आइयो पानी दिएन कसैले ए कान सुन्दैनौ तिमीहरू खरोब हो क्या ए बुझ्नी जाऊ पानी ल्याऊ ठुक्क नालायक तेरो चरित्र यस्तो पो हो तँ नबोल तँलाई बोल्नु भने केही छैन आफ्नो पालो आएपछि बोल्ने गर ए बहिनी जाऊ न पानी लिएर आऊ छिटो ए बहिनी नरो धन्न यसले बेलैमा असली रूप देखायो नत्र त फस्ने रहेछस् यसलाई त दाइमा गएको मेरो जिन्दगी गाउँभरिकाले कटेज भएन कटेज बनाउनु पर्यो भन्छन् अब पनि कटेज नबनाउने दुनियाँले कठै भन्ने भएको जिन्दगी अब के बनाउने अरू कुरा होइन अब कटेज बनाउनु पर्यो ऋण काटेर हुन्छ कि के गरेर हुन्छ चिन्ता नलिनुहोस् जिन्दगी अनेक गर्नुपर्छ चिन्ता नलिनुहोस् जिन्दगी अनेक गर्नुपर्छ रित्तो जार लिएर जानेले पनि फेरि त्यही जार भर्नुपर्छ हिजोसम्म म छु भन्ने नहुन सक्छ त्यो दिन सुनै हिजोसम्म म छु भन्ने नहुन सक्छ त्यो दिन अन्तमा एक्लै मर्नुपर्छ एक्लै जल्नुपर्छ अब तैँले सुरेश तिमिलसिना यो लङ्गट भाइको 4 लाइन गजल सुनिहालिस् चुप्पो लाएर ठपक्क बस है त छानु फेर्नु पर्छ कि के गर्नु पर्छ त्यो मलाई सबै थाहा छ फेरौँला हुन नि पर्यो पैसा अब भन्नेलाई भनिदिनलाई सजिलो छ मैले कहाँबाट ऋण खोजेर ल्याएर कटेज बनाउनु अब मुख बजारे भइहाल्यो घरमा बस्नेलाई के छ र ओहो पाण्डे दाजु कता यो जङ्गलको बाटो हुँदै एउटाले अमेरिका लान्छ रे भनेको सुनि त्यही भएर अमेरिका पुगिन्छ के भनेर हिँडेको नजिस्किनु न मेरी छोरीको बिहा गर्नु पर्यो
कैयौँ केटाहरू हेर्न आए, यसो हेर्छन् फर्किन्छन्। कसैले मन पराएन। मेरी छोरी त बुढी कन्या नै बस्ने भई। लु न पाँडे दाजु, जसरी हुन्छ मेरी छोरीको बिहा गरिदिनु पर्यो। अब बिहे गराउनलाई कुन सा गाह्रो कुरा हो र? मसँग 101 केटाहरू छन्, तर मलाई चाहिँ केटा के? मेरी छोरीको बिहा गराइदिनुहोस्, बरु म तपाईँलाई राम्रै पैसा दिन्छु। ल ठिकै छ, त्यसो हो भनेदेखि एकचोटि छोरी हेरौँ नि त, होइन? हुन्छ, हेरौँ। छोरी नमस्कार। नमस्ते। राम 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 राम। औँसीकै रातको उत्पादन रहेछ नि। दाँत पनि कोदाली पाते दाँत रहेछ, नाक पनि क्योटो। बिक्न गाह्रो छ यो बिक्न गाह्रो छ। दाजु छोरी यही हो, एकदम इमान्दार छे, संस्कारी छे, व्यवहारिक पनि छे। तर केटाहरू हेर्न आउँछन्, बस्न पाउँदैन, थपक्क उठेर जान्छन्। अब गाह्रो चाहिँ तेरी छोरी बिक्नलाई अलि गाह्रै देखेँ मैले है। तर अब पाडे सोल्टीले हात हालिसकेपछि काम फट्टे नहुने त कुरै भएन। यो काममा चाहिँ अलिकति बढी दिमाग ख्याउनु पर्ने चाहिँ हुन्छ मैले है। ल भन्छ मलाई कति आउँछ? कति त आफै भन्नु न। नखट 5 लाख दिने हो भनेदेखि म यो काम गरिदिन्छु। ल त्यत्रो त कसरी सक्नु? कति दिन्छ त भन्न त। ल कति दिने भन्छ? 2 लाख। ल ठिक छ, अब 2 लाखमै भए पनि म तेरो यो काम चाहिँ गरिदिन्छु है। बाहिर नभन्नु नि, फेरि मेरो मार्केट बिग्रिन्छ है। हस्। ल मुइले त भयो, अब बिहानै बेहुलो भएर जानु छ भनेकै हो। तपाईँले नि ऐतिहासिक छेड हो भन्दै एकदमसँगले मलाई उकासेर उहाँ फुर्केसम्म लगेर त यो सब चौपट भएको। चौपट केही भएको छैन है। तैँले राम्री केटी पाउँछस् त ढुक्क। फेरि यदुमे यो बिहे भन्ने कुरो चाहिँ लगन नजुरेसम्म मरी काटे हुँदैन है। मेरो पनि भएको त्यही हो नि त। त्यो भन्दा राम्री केटी पाउनका लागि भगवानले घुमाइ फिराइ तँलाई झल्लु बनाएर त्यहाँ पुर्याएका हुन् क्या। सबै यो भगवानको खेल हो नि त। हो त, साँच्चै अप्सरै भेटिन्छन् कि क्या हो मेरा लागि? बेर छैन है, बेर छैन। ए नागा हो, के हो तिमीहरू दुईजनाको? ए मेरा हजुरबा, ए मेरा पितृ, ए मेरा चौरासी। यो मेरो गुरिल्लाको बिहे गरौँ भनेको केटी पाइएन। केटी? मेरी आमै नि केटी नपाउने भन्ने पनि हुन्छ। नेपालमा उसै पनि केटा भन्दा केटीको संख्या धेरै छ। केटी नपाउने भन्ने पनि हुन्छ। बरु यहाँ त केटीले केटा नपाएर तडपिराखेका छन्। केटी मसँग छ, चिन्ता लिनु पर्दैन। कहाँ हजुरबा? जहाँ भए नि मसँग छ। भोलि नै केटी हेर्न जानुपर्छ, म लिएर जान्छु है त। ल ल ल, आई एम रेडी। ल छिप्पिएको बुढोको पाको दिमाग भनेको एकदम एकदम। पाडे हजुरमै लागेपछि हामीलाई के कटाको दुखायो? एकदम सँगले मेरो आफ्नै भिनाजु उन्नी त जेठी फुपूका बुढा। कटेज चाहिँ कसरी बनाउने हो के? कटेज बन्ने सम्भावनाहरू चाहिँ धेरै नै छ, तर अहिले चाहिँ म एउटी राम्री केटीको खोजीमा छु। के भन्यौ रे? यो बुढेसकालमा म माथि सौता? त्यस्तो होइन के चन्द्रू, एउटा अर्जेन्ट कामका लागि हो क्या।
एउटाले बिहे गर्छु भन्दैछ। त्यो जाम्नाको बिहे उतारिदिनु पर्ने छ के मैले? नमस्कार ठुलो बाबा, नमस्कार ठुलो आमा। नमस्कार ठुलो आमा। नमस्ते नमस्ते ल। ओहो, वहाँ भुटानको लामी डाँडाबाट पाहुना पो आएछन् त ल हाम्रो घरमा। अनि फरिन्द्रेको छोराछोरी होइनौ त तिमीहरू? हो ठुलो बा। ल ल, जिन्दगीमा मेरा कटेजमा पाहुना आउँदाखेरि पहिलो पटक खुसी भएको मान्छे हो है म। ल यस्तो ट्याममा आयौ नि तिमीहरू। हेर त छोरी पनि कति राम्री हो। जोस् भगवान छन् है ल। एकछिन बाहिर हिँड्छ, एउटा कुरो पर्यो कि। कुरो के भने नि, कुरो बुझ्ने होइन। अझै पनि सुध्रिनु भएको छैन है ठुलो बा तपाईँ? अझै यस्तो फटा कुरा गर्नुहुन्छ? नकरा न मुला त। यहाँ ठुलाबाको घरबाट भुटान फर्किँदाखेरि गोजीमा 10-12वटा हात्ती हालेर हिँड्दा कम्ता मजा हुन्छ, सम्झि त ल। लु आइयो है आइयो। नमस्कार है हजुर, नमस्कार। नमस्ते। नमस्कार। लु केटो यही हो? म त जखमली हो नि। केटो यही हो। म भएपछि ढुक्क भए हुन्छ, तपाईँ केही सोध्नै पर्दैन। आँखा चिम्लेर छोरी दिनु भए हुन्छ। लु छोरीलाई बोलाइहालौँ त। हिरा, छोरी, हिरा बाहिर आऊ त। डन भयो है ल, यससँगले लक गरिदिउँ। भने होइन मैले ल, यसले मान्छे चिन्छ क्या, राम्रोसँग चिन्छ। फेरि अब हाम्रो छोरी पनि त कम्ता राम्री छ त ल। एकदमै यत्तिकै केटीले घर चलाउँछ है लु। किनभने मैले सर्रै हेरेँ होइन, यिनका खुट्टाका औँला लामा छन् क्या। ज्यादै कोमल र मुलायम पनि छन्। हो नि, छोरी जन्मेपछि मैले पछाडि फर्केर हेर्नै परेको छैन। ल कुरो टुङ्गियो है ल। अब यो केटोले भोलि नै जन्ती लिएर आउँछ, बिहे डन। लु त कक्रोचजी, अब चाहिँ हामी द्रुत गतिमा यदमसँगले बिहेको तयारीमा लागिहालौँ त। नमस्कार, गयौँ है अहिले। केटी गतिले है, मेरी बुढी भन्दा तेरी बुढी राम्री हो र। लु मेरो पनि अब टुङ्गाइदिइहाल्छ ल, 2 ले त मलाई ले। छोरी आउटे यहाँ आऊ।
ठुलबाले जे भन्या छु त्यो मान्ने ज्ञानी हुने है। नआत्तिनी नडराउने के पनि हुँदैन है। ल ज्ञानी हुने आयो। ल अब सबै प्लान चाहिँ मैले भने अनुसार गर्ने नि फेरि है। हस् ल ल है छोरी ल गएँ है त म अहिले। होइन एकचोटि कुरा नगरी त मलाई निन्द्रा लागेन। कसले फोन गर्यो फेरि? हेलो लु त भिनाजु मलाई हिराको नम्बर चाहियो। औँठीको नापो सोध्नु पर्यो क्या। ए हिराको नम्बर? ल ल म पठाइदिउँला है। हिरा हजुर को बोल्नुभयो? म त्यही आज कुरो छिनेको मान्छे के त। बुझ न तिम्रो हुनेवाला दुला। ए अनि खाना खायो? खाए। के गर्दैछौ? सुतिरहेको छु। राख्दै है त अब। गुड नाइट। आई लभ यु। हस् गुड नाइट। मान्छे त झन् राम्री न राम्री, त्यहाँमाथि स्वर पनि यति मिठो रहेछ लु। हेलो कक्रोच जी, एकचोटि जानु पर्ने भो। ए मेरो दाहिने हात यति राति कहाँ जाने भनेको? एक झमट त हेर्नै पर्ने भो हिरालाई। स्वर त झन् यति मिठो रहेछ कि नहेरी त सुत्नै नसक्ने भएँ म। ए मेरो गुरिला अहिले त सुत क्या, भोलि जन्ती जानुपर्छ अनि उतै हेर। होइन कक्रोच जी, एकचोटि त हेर्नै पर्छ। ल ल म आएँ। हेलो सुन न, म त तिमीलाई नहेरी बस्नै नसक्ने भएर तिम्रो घरको पछाडि आएको छु। एकचोटि बाहिर निस्क निस्क निस्क। अहिले त म सुतिसकेँ, भोलि त भेट भइहाल्छ नि हाम्रो। एकैचोटि क्या प्लिज, म एक झमट हेरेर गइ नि हाल्छु क्या। म लाइट अफ गरेर सुतिसकेँ। प्लिज हिरा, एकचोटि झ्यालमा आउनु। कक्रोचजी, हिराले त फोन काट्दिन्। लु न एकचोटि त हेर्नै पर्यो क्या।
बिहाको बहिनी त हेरि नसक्नु पो रहेछ त। होइन एउटै घरमा औँसी र पूर्णिमा पनि हुन्छ, त्यसलाई त कसैले पनि बिहे गर्दैनन् कक्रोचजी। हेर्नै नसक्ने कम्ती नराम्री रहेछ त। अब हिरालाई भोलि हेर्नु क्या। ल अहिले हेर। सकिगयो नि। Dabur Red Pest presents Sakki Goni, powered by Dish Home Fibernet and Godrej Expert Hair Color. सकिगयो नि। हास्य टेली सिरियल भद्रगोल सकिगो नि हुँदै अब जिग्री पाडे टिमको प्रस्तुति नेपाली सिनेमा लाज शरणम। सिनेमा घरमा यही फागुन 14 गते महाशिवरात्रिको दिन। सकिगयो नि। बिहे एउटा, बेहुलो एउटा, बेहुली दुईटा। गजबै होला यस्तो छ है यो बेला। बेहुलीहरू रेडी हो नि? रेडी हो। हामी त रेडी हो। ल झन्टी पनि आइपुगे जस्तो छ। सबै मैले भने अनुसार गर्ने है फेरि यहाँ। म गएँ झन्टी पछि। कक्रोचजी, मैले त एकदमसँगले विश्व सुन्दरी नि हात पारेँ नि त। म चाहिँ ओभर एक्साइटेड भएर भुक्लुकै ढल्न पनि सक्छु। मलाई तपाईँ सम्हाल्नुहोस् है। एकदमै तँ ढलिस् भने म छु नि। तर मेरै भन्दा तेरी बुढी लाभस्तेषां जयस्तेषां कुतस्तेषां पराजये तेषां वरस्यामो हि तेस्तो जनार्दन तदैव लग्न सुदिनं तदैव जनारे। ल यहाँ दियोमा जनारे। अलिक छिटो सिन्दुर हालिदिन लानु न। दौडाउनु के दौडाउनु बिहे। ल हजुर ल अब एकैचोटि यो दियोलाई एकचोटि यहाँ पूजा गरेर कलशमा गर्नुहोस् न। ल मङ्गलम भगवान् विष्णु मङ्गलम गरुड ध्वज मङ्गलम पुण्डरी काक्षो मङ्गलाय तनुहरि। ल यो त रीति तयारी गर्नु पर्ला नि त। ओम अपवित्र पवित्रो वा सर्वावस्थां वरस्यामो हि तेस्तो जनार्दन। ल हजुर सिन्दुर हाल्ने बेला भयो। बेहुलीलाई कपडा फेरेर ल्याउनु पर्छ। हस् पाण्डे दाजु, छोरीलाई कपडा फेर्नु पर्ने भयो रे। फेर हालेर आउँ त। छोरी आऊ। तदैव लग्न सुदिनं तदैव ताराबलं चन्द्रबलं तदैव विद्याबलं
अब तिमी सेलरोटी खाने कसार खाने टिकटक बनाएर बस्ने है कोदाल काटिने नि ल्याइ सिन्दुर हाल्नु जाउँदा छिटै अब सिन्दुर हाल यति राम्री ब्युटिफुल मेरी लभली हिरालाई म सिन्दुर हाल्दिनँ होला त बुको आराम कक्रोचजी विवाह कार्य सकियो अब बेहुलीलाई अन्न हुन्छ कक्रोचजी बिना जुत्ता एकदमसँगले डाक्को छोडेर पो रोइरहेछन् त हजुर किन रोको तिमी चाहिँ रुनुपर्ने चाहिँ उहाँ हो उहाँ फेरि हाँसिराख्नु भएको छ यस्तो के नाति ऊ हाँसिरहे पनि उसको मन कति रोइराख्या होला त्यो त मलाई मात्रै थाहा छ नि होइन जे होस् बडा तैले राम्रो श्रीमती पाइस अब राम्रोसँग जानु है हस् विनयजी नलजाऊ न यसरी अब म तिमीलाई एकदमसँगले तिम्रो लभली हस्बेन्डको माया देखाउँछु नि त घुम्टो खोल न अब ढिलो नगरौँ घुम्टो खोल मेरो दाहिने हात पनि प्याक भयो तर बुढी चाहिँ गत्तिली फेला पार है मेरी बुढी भन्दा त्यसकै बुढी राम्रो के गर्दैछ एकछिन छ्यास रोस्ट हान्दिउँ हेलो तपाईँ यहाँ घरमा आउनु न कसको घरमा तपाईँको साथी यदुमेको घरमा ए भाउजू बोल्नु भएको हजुर हजुर तपाईँ यहाँ अर्जेन्ट आउनु पर्ने भयो होइन हो भाउजू आज त अब तपाईँहरूको स्वागतको दिन मैले डिस्टर्ब गर्ने कुरै भएन नि होइन होइन तपाईँ तुरुन्तै आउनु पर्ने भयो ल ल भाउजू म आइहालेँ ए सुरु यो कोट भित्र राख है
म तल पुगेर आउँछु। ए मेरो साथी, ए मेरो दाहिने हात, ए मेरो लिट्टे, ए मेरो बोको हराम, तँलाई मैले बारम्बार भनेको थिएँ नि, मेरी बुढी भन्दा तेरी बुढी राम्री भनेर।